उच्च प्रविधियुक्त स्मार्ट र वातावरण मैत्री खेती प्रणालीको बारेमा जति गफ हुने गरेको छ त्यति व्यवहारमा छैन। संघीयदेखि स्थानीय सरकारसम्मको नीतिमा स्मार्ट र आधुनिक कृषिको विषय समावेश छ। वातावरण मैत्री खेतीपाती बढाउने, जलवायु परिवर्तनको असरसँगै कृषिमा अनुकूलता ल्याउने, उच्च प्रविधिका तर वातावरण मैत्री औजार उपकरणको प्रयोग गर्ने, बजारीकरणमा समेत आधुनिकता खोज्ने भनिए पनि किसानहरू पुरानै प्रविधिलाई अधिकतम उपयोग गर्न बाध्य छन्। जसले आधुनिक र वातावरण मैत्री तरिकाले काम गरिरहेका छन् उनीहरूलाई पनि सरकारले खुल्ला हृदयले साथ दिन सकिरहेको अवस्था छैन। सहकर्मी बुना घिमिरेको रिपोर्ट। रामेछाप दोरम्बा सैलुङकी तीर्थमाया तामाङको मुख्य पेसा कृषि नै हो। उहाँले वार्षिक 4 लाख कमाई आलु बेचेरै गर्नुहुन्छ। पहिले गोरुले जोतेर हातले ड्याङ बनाएर आलु लगाउने उहाँ हिजो आज मेसिनको सहारा लिनुहुन्छ। सिंचाइमा केही आधुनिक तरिका अपनाउनुहुन्छ। त्यसबाहेक उत्पादनदेखि बिक्रीसम्ममा अरू प्रविधि छैन। आलु जोख्ने, बन्दा जोख्ने, काउली जोख्ने काम छ। हाम्रो त्यस्तै काम हुन्छ। हामी यो ठुलो मेसिन नभए सानो मेसिन, सानो तरजुहरू छ हामीसँग। अनि आफूलाई जोख्नु पायो, अर्काले माग्नु परेन, वजन लाउँछ अर्काले। खेती गर्दा वातावरण मैत्री उपाय अपनाउने किसानहरू पनि औँलामा गन्न सक्ने मात्रै भेटिन्छन्। आधुनिक एवं वातावरण मैत्री यन्त्र उपकरण प्रयोगले उत्पादनमा सहजता थप्नुका साथै मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ। अर्गानिक उत्पादनको मूल्य पनि उच्च नै कायम हुन्छ। तर कृषिमा केही नयाँ गर्छु भन्नेहरूका लागि स्पष्ट नीति र लगानीको अभाव नै छ। सिन्धुलीकी एकजना किसान रमिला ढकाल। यो नयाँ प्रविधिहरू आएको छ आउनलाई, तर आए तापनि सरकारले पनि अब कृषि प्रविधिको जुन राम्रोसँग कार्यान्वयन गर्न सकेको छैन। किसानमै आत्मनिर्भर भएर बस्छु भन्ने किसानहरूलाई चाहिँ न लगानी छ, प्रविधिको कुराहरू चाहिँ सरकारले गरेको छ तर कार्यान्वयन केही पनि भएको छैन। दोलखा भीमेश्वर नगरपालिका 6 का माधव प्रसाद नेउपानेले भने जैविक पद्धतिबाट खेती गरिरहनु भएको छ। 2 रोपनी जमिनबाट 2066 सालदेखि सुरु भएको उहाँको प्राङ्गारिक खेती यात्रा निरन्तर छ। उहाँले अहिले 150 रोपनीमा सिजन अनुसारका तरकारी आलु फलाउनुहुन्छ। पशुपालन पनि छ। वार्षिक 15 देखि 16 लाख आमदानी हुन्छ। फर्ममा वार्षिक रूपमा ज्यालादारीमा 3000 मानिसले नेउपाने एग्रिकल्चर तथा पशुपन्छी फर्ममा काम गर्ने गरेका छन्। वातावरण मैत्री खेती प्रणाली अपनाएका कारण उब्जनी गुणस्तरीय छ भने आमदानी पनि राम्रो। नवीनतम प्रविधिमै काम गर्ने कोसिस गरिरहेका हुन्छौँ। डिजिटलाइज गरेर चाहिँ खेती गर्दाखेरि केही नाफा हुन्छ भन्ने उद्देश्यले विभिन्न खालका जस्तो छापो प्रविधिमा खेती गर्छौँ। माटो मरेको छ कि मृत माटो भए कसरी बचाउने भनेर चाहिँ हामी विभिन्न उपचारहरू गर्छौँ। कृषि यन्त्रीकरणमा ट्र्याक्टरहरूको युज गर्छौँ, ड्याङ बनाउने मेसिनको युज गर्छौँ, आलु खन्नमा आलु खन्ने मेसिनको युज गर्छौँ गरेर हामीले नयाँ प्रविधिहरू युज गर्दै आइरहेका छौँ। पानी बचाउनु पर्छ भनेर अहिले डिप इरिगेसन अर्थात् थोपा सिँचाइ पनि युज गर्दै आइरहेका छौँ। कृषिमा हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भनेर प्राङ्गारिक खेती गर्ने, स्वस्थ खाने, स्वस्थ खुवाउने, पर्यावरण जोगाउने जस्ता कुरालाई ध्यानमा राखेर चाहिँ खेती गरिरहेका छौँ। हाल स्थानीय तहहरूले आधुनिक र उन्नत किसिमको खेती प्रणाली अपनाउनेलाई सूचीकरण गर्ने, अनुदान सहयोग दिने, तालिम प्रदान गर्ने, कृषि सामग्रीहरू प्रदान गर्ने लगायतका कार्यक्रमहरू चलाइरहेका छन्। उत्पादनमा आधुनिक प्रविधिको केही मात्रामा प्रयोग भए पनि वातावरण मैत्री उपकरण र बजारीकरणमा भने किसान अझै पहुँचमा पुग्न सकेका छैनन्। किसानले पावर टिलर, बालीनाली काट्नको लागि रिपर, रोपाइँ गर्नको लागि हिलो चक्का, लिफ्ट सिंचाई लगायतका विविध उपकरण प्रयोग गर्छन्। उपकरणले सहज बनाए पनि इन्धनबाटै चल्ने उपकरणले उत्पादन र वातावरण दुवैमा स्वच्छता भने दिँदैन। स्थानीय तहले रोजगार मैत्री कृषिको लागि भन्दै प्रत्येक वर्ष बजेट छुट्याए पनि वातावरण मैत्री मेसिन र खेतीका बारेमा भने खासै काम गरेका छैनन्। तारकेश्वर गाउँपालिका नुवाकोटका उपाध्यक्ष हरिप्रसाद रिमाल। वातावरण मैत्री त होस् भन्ने त चाहन्छौँ। कतिपय यान्त्रिकरणमा पनि वातावरणलाई केही न केही त प्रभावित पारिहाल्छ। इन्धन प्रयोग भइसकेपछि त्यसबाट धुवा पनि निस्केला, त्यसपछि
त्यसबाट त्यसलाई नै त हामीले पुरै चाहिँ गर्न त सक्दैनौँ। प्रदेश सरकारबाट पनि किसानहरूले यस्तो सहयोग पाउँदैनन्। तथ्याङ्क अनुसार बागमती प्रदेशका 13 जिल्लाका लगभग 68,177 जना किसान मध्ये वर्षेनी जम्मा 150 हाराहारी किसानले मात्रै आधुनिक प्रविधियुक्त मेसिन प्राप्त गर्छन्। त्यसबाहेक किसानलाई वातावरण मैत्री खेतीपाती र अनलाइन मार्फत गर्न सकिने बजारीकरण, नयाँ नयाँ प्रविधि मार्फत गर्न सकिने खेतीका बारेमा तालिम समेत हुने गरेको छैन। बागमती प्रदेश कृषि विकास निर्देशनालय बागमती प्रदेश हेटौडाको तथ्याङ्क अनुसार प्रदेशभर लगभग 300 किसानले स्मार्ट तरिकाले खेती गर्छन्। कृषि विकास निर्देशनालय बागमती प्रदेश हेटौडाका वरिष्ठ कृषि प्रसार अधिकृत प्रमोद प्रसाद दाहाल। ठ्याक्कै अनुसन्धान भएका नयाँ प्रविधिहरू चाहिँ किसानसम्म पुग्न गाह्रो छ। सरकारी तवरबाट पनि हेर्ने हो भने त्यो स्केलमा चाहिँ हामीले पनि उहाँलाई चाहिँ नयाँ प्रविधि सिकाउन सकेका छैनौँ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण सहितका परियोजना मार्फत कृषि उत्पादनमा जोड भने दिँदै आएको छ। उत्पादन र बिक्री दुवैमा स्मार्ट तरिका अपनाउन सके आम्दानी बढ्छ, समयको बचत हुन्छ।